Alright guys, alright. तपाईहरुलाई स्वागत छ फेरि यस जंगलमा। यस जंगलमा तपाईहरुलाई फेरि आज पनि स्वागत छ। Today is my last day, in this jungle, alright. अब ठीक छ भने ठीक छ हैन गाइजहरु हैन, अलिकति क्लियर आएन क्या, ठीक छ हैन। ठीक छ भने ठीक छ, जंगलको लास्ट दिन हो गाइज हैन। अब म घाँस खान आएको, गोरुलाई उता पुर्याइसक्यो गोरुलाई। यो रोड हो, यो म हो। ऊ त्यहाँ घाम लागिरहेछ, ठीक छ। हिजो चाहिँ म आइन किनकि हिजो झरी परेको थियो नि त गाइजहरु हैन। अब म घाँस खान जान्छु गाइज हैन तलतिर। अब यस्तै हो हैन। टक्कबाट अब घाँस खान जान्छु यसरी टुक 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 हिँड्दै। ओइ अब यस्तो हो हैन गाइजहरु हैन। अब आज लास्ट दिन हो, आज काठमाडौँ जाने पनि हुन्छ गाइज। अब मेरो गाउँदेखि काठमाडौँ चाहिँ धेरै टाढाको दूरी छैन गाइज हैन। त्यो म्याक्सिमम बाइकमा 2.5 घन्टा जति लाग्छ गाइज हैन। अनि अरू त्यस्तै हो हैन गाइज। अब घाँस काट्न आएको छु, अब घाँस काट्ने हो टक्क पारेर हैन। अब यता हो, यो यता हो, यो यता हो हैन, टक्क पारेर घाँस काट्ने हो। 4-5 बजे घाँस काट्ने हो। त्यसपछि घर जाने हो, भात खाने हो, त्यसपछि नुहाइ धुवाइ हान्ने हो, सरसफाइ हान्ने हो, त्यसपछि छोरो फरार। Alright guys, alright. अब जिन्दगी त यस्तै हो गाइज हैन। अब गाह्रो छ, हजुर गाह्रो छ, के गर्नु, यस्तै हो, संसार यस्तै हो। अब यस्तै हो हैन। अब खुसी हुनु पर्यो गाइजहरु हैन। अब घाँस काट्न पनि घाँस पनि छैन क्या यार, राम्ररी यार। कहाँ घाँस काट्न जाने होला यार, तनाव परिसक्यो। त्यहाँतिर जानु पर्यो आज त्यहाँतिर घाँस खान जाने। ऊ त्यहाँतिर गाइज, ऊ त्यहाँतिर अलिअलि घाँस छ, त्यहाँतिर घाँस काट्ने हो हैन। त्यसपछि घाँस लगेर सर्लक्क पारेर जाने हो, गोठमा घाँस हालिदिने हो। अनि त्यसपछि गोठमा घाँस हालेपछि त्यसपछि राइट 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 त्यसपछि गोरु खोज्न जाने हो, गोरु टक्क बाँधिदिने हो हैन। अनि त्यसपछि छोरो फरार। अहिले कति बज्यो गाइज? अहिले 9 साढे 9 होला हैन। अब यस्तो छ है। अब यस्तो हाम्रो घर नजिकै हो, दिस नट जङ्गल ओके। यहाँतिर अरूहरूको बारी पनि छ, अरूहरूको जग्गाहरू पनि छ गाइज हैन। अरू त यस्तै हो, यस्तै हो, चलिरहेछ संसार। आफ्नो आफ्नो छ हेर्नुहोस् गाइजहरू। मेरो आफ्नै संसार, तपाईँहरूको आफ्नै संसार। ठिक छ। अब हिजो चाहिँ बिहानदेखि बेलुकासम्म होइन घाम के अरे पानी पराए गरेर म यता कहीँ पनि आउन पाएन। हिजो काठमाडौँ जानु भनेको थिएँ, काठमाडौँ पनि गइनँ होइन गाइज। त्यस कारण आज म यहाँ छु। टुडे इज माई लास्ट डे इन द जङ्गल ओके। अब यस्तै हो गाइज होइन। अब यस्तै हो, यस्तै हो। अब मैले गोरुलाई चाहिँ ऊ पारी भित्ता कहाँ पुऱ्याएर आएको छु होइन गाइज। अब तिनीहरू 3-4 घन्टा चाहिँ बेपत्ता हुन्छ, घाँस खान्छ। 2जना छ, 2जना गफ गर्छ होला गोरुहरू होइन। यस्तो उस्तो फलाना ढिस्काना यहाँ हामी जस्तो होइन। अरू त त्यस्तै हो होइन। गाउँले जिन्दगी यस्तै हो गाइज होइन। अब भोलिदेखि सहरी जिन्दगी जिउनुपर्छ, त्यस्तै हो। गाउँमा र सहरमा चाहिँ डिफ्रेन्स के छ भनेदेखि गाइज होइन, गाउँमा चाहिँ शारीरिक प्रेसर अलिक धेरै हुन्छ क्या, बल अलिक धेरै खेल्नु पर्ने हुन्छ, भारी सारी बोक्नु पर्ने हुन्छ नि त। तर अब सहरमा चाहिँ मेन्टली प्रेसर धेरै हुन्छ क्या गाइज, अति नै टर्चर हुन्छ क्या होइन। त्यहाँ दुनियाँ दिवाना, यहाँ गर त्यो गर, यहाँ गर, यो सुन त्यो सुन, फलाना ढिस्काना होइन। त्यस कारणले डिफ्रेन्स चाहिँ त्यही छ है। यहाँ फिजिकल हार्ड वर्किङ अलिक धेरै हुन्छ, त्यहाँ चाहिँ अलिक मेन्टली प्रेसर अलिक धेरै हुन्छ क्या सहरमा चाहिँ। त्यही हो डिफ्रेन्स, तर केही पनि छैन होइन। अब शरीरलाई चाहिँ खासमा चाहिने चाहिँ यस्तो गाउँको जस्तो हो क्या। नत्र त अब पछि तपाईँ 10-15 वर्ष एकै ठाउँमा काम गरेर बस्नु, चेयरमा घुम्दै, तपाईँको सुगर प्रेसर होइन, यस्तै थाइरोइड जस्तो कुराहरू चाहिँ, रोगहरू चाहिँ निस्किने सम्भावना अति धेरै हुन्छ। मोटोपना अति धेरै बढेपछि
त्यो हुनसक्छ गाइस होइन। त्यस कारणले ओइ सरी हाम्रो पनि लड्यो नि त यहाँ। यो ढुङ्गामाथि जानु पऱ्यो। कहाँ छ ढुङ्गा खोइ? हो यो ढुङ्गामाथि जानु पऱ्यो क्या। ओइ 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 राइट गाइस। त्यस कारणले रमाइलो छ गाउँतिर पनि अलिकति। त्यही हो, जहाँ बसे पनि खुसीको साथ बस्नु पऱ्यो, त्यही हो। तर गाउँमा र काठमाडौँमा डिफ्रेन्स चाहिँ अलिकति हुन्छ। गाउँको मान्छेहरू अलिकति तन्दुरुस्त हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। सहरतिर त के खालि ठिकै छ, जहाँ बसे नि खुसीको साथ बस्नु होला गाइजहरू होइन। दुःख सुख भने यस्तै हो, दुःख र सुख भनेको यस्तै हो, खुसी हुनु पर्यो। त्यहाँतिर के एउटा समथिङ लामो पुच्छर भएको लामपुछ्रे एउटा कराइरहेको छ क्या, त्यो के चरा डिस्टर्ब हान्डा चाहिँ क्या सोल्टी। ऊ त्यहाँ छ, ऊ त्यहाँ छ लामो पुच्छर भएको, यहाँबाट देख्दैन होला होइन। ऊ त्यहाँ ऊ यहीँ आयो गाइस, ऊ यहीँ आएको छ होइन। कराइ छ सोल्टी, डिस्टर्ब हानिदिन्छ क्या सोल्टीले त फेरि डिस्टर्ब। ओके